हेलो साथीहरू, नमस्ते एन्ड सेवा। आई मिसु राई। फेरि पनि वेलकम टु माई भ्लग है। हजुरहरूलाई एकदमै स्वागत छ। एन्ड हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ आज पनि मेरो भ्लग सुरु गरिसकेछु। आज चाहिँ स्पेसल अनलाइन सपिङ गरिदिएको छु मेरो नानी र बाबुलाई है। त्यही भएर सरप्राइज राखिदिएको छु। ठुलो नानीलाई चाहिँ थाहा छैन होइन, उसले अस्तिदेखि मन परिरहेको थियो नि त मलाई यो मगाइदिनु भनेर, त्यही भएर उसलाई सरप्राइज नै छ। हेरौँ है त ऊ स्कुलदेखि आइसक्यो, रियाक्सन के हुन्छ। नानी तपाईँको लागि सरप्राइज छ भनेकै हतार हतार खुसी हुँदै आउँदै चाहिँ हेलो गर्दै है उसले डाइरेक्ट भित्र रुम जानुभयो। रुम गएपछि उसको आँखा पाठशालामै गयो क्या, यहाँ के छ भनेर पुरा एक्साइटेड भएर छ। उसलाई हतार हतार है लुगा खोलेर नानी हेर्नु न भनेको नो भन्नु हुँदैछ कि म यसलाई नहेरिकन लुगासुगा खोल्दिनँ भनेर पुरा आफ्नो झोलाले हतार हतार राखेर उसले अनबक्सिङ गर्न सुरु गर्नुभयो। नानाले यहाँ के छ भनेर पुरा हेरौँ है त उसको रियाक्सन। मेरो छोरीको सरप्राइज। आर यु ह्याप्पी? मैले नि कसले पठाइदिनुहुन्छ र चलपछि त है, चललाई पनि ह्याप्पी हो। बत्ती बाल्छु ल अलिक ठुलो। हेलो, यहाँ छ अर्को कान्छाको नि गिफ्ट छ नि, कान्छाको नि गिफ्ट छ। दुईजनाकै, मेरो पनि छ, हामी सबैको छ। वाउ, गिफ्ट खोल्नु भनेपछि त आज सपना राम्रो देख्नु भएको थियो थिएन? के सपना देख्नु भएको थियो? देखाउनु त के को बेल्ट त खोल्नु त के को रहेछ त्यो, खोल्नु। भाइ बोक्ने बेल्ट हो त्यो, मेरो हो यो, उयो हो क्या प्याट। त्यो के हो? भाइको नेल कट हो त्यो, यसो देखाउनुहोस् त। यो भाइको नेल कट हो। अरू के छ? मजाले पहिलो चुटाउनु, तल्लो स्टेप रहेछ। कोही दुईजनाकै हो। अब यहाँ के छ? नचुटाउनु न, त्यो त उसको खोलो, मजाले निकाल्नु। के छ यो? वाह, के छ? के हो? कौन त के हो? हो र, यस्तो हुँदो रहेछ। बनाएर देखाउनु ल अहिले, एकछिनमा आउँछ। यो के हो? आर यु ह्याप्पी? काट न, यहाँ ल्याउनु त, यहाँ ल्याउनु त। अनि सक्नु हुँदै छैन। अब मगाएको नि त सताउँदैन। अब यो 10 हाउसमा बसेर राम्रो पढ्नुहुन्छ भने खोलेर सबै देखाउनु। दिस इज अ के हो? पियानो म्याट हो। भुइँमै बसेर गर्ने। के चार्जर पनि रहेछ। वाउ, बल गर्दैछ यो त। अब यहाँ पियानो म्याटमा बल गर्ने। पहिला जोड्नु यो म्याटमा, लथी राख्नु। आउँछ? सानो मान्छेले बजाइदिनु भयो नि। हेलो, के गान्दियो? भेरी गुड। के गान्दियो? के गानु भयो सानो मान्छेले? ताली बजाऊ, ताली।
बजा ताली ताली बजा गुड गर्ल कति ज्ञानी हो सानो मान्छे गुड कता हेर्नु यहाँ किङ 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 खै छानुले कि ए खुट्टाले हान्नु हुँदैछ हो खुट्टाले हान्नु हुँदैछ हो खुट्टाले हान्नु हुँदैछ हो गुड किक गान्डो किक भेरी गुड गुड बोय मेरो छोरा सानो मान्छेको पनि टेन हाउस कम्प्लिट बनायौँ वाउ सो नाइस मन पर्यो थ्याङ्क यू फर अनलाइन डिजायर अनलाइन सपिङ सोचेको भन्दै ठुलो है म त हामी त सानो वेलकम फाइनली यस्तो छ उहाँको टेन हाउस पस्नुहोस् त ल कुङ 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 यता निस्किनु हेलो भन्दै ढोकामा म्याट त नहुने रहेछ है वाउ कत्रो ठुलो यहीँ सुत्दा नि हुने रहेछ नि 2-3 जना त मजाले हटिन्छ यस्तो त मन परेको भयो मन पर्यो अझै मेरो नानीको रियाक्सन त हेरिहाल्नु भयो गाइज ऊ एकदमै ह्याप्पी भयो है अनि सानो बेबी पनि खुट्टाले बजाउँदै पापालाई देखायौँ है एकदमै अब उसले खेल्ने बेला भएको छैन नि त त्यही भएर है छोराछोरीको खुसी भन्दा हाम्रो लागि केही पनि ठुलो होइन जस्तो लाग्छ क्या गाइज है अनि त्यही भएर अब सानो कुरा पनि यही बुढाबुढी त हो नि सेयर गर्ने होइन र गाइज अब आफ्नो आफ्नो दुःख सुख छ जिन्दगीमा मान्छेले हेर्दा जस्तो भए पनि रमाउनै पर्यो 2 दिनको जिन्दगीमा है यति भन्दै आजको मेरो ब्लग कस्तो लाग्यो हजुरहरूलाई पक्कै पनि कमेन्ट गर्न नभुल्नु होला भन्दै बाइ बाइ